तरिकाले आएदेखि मैले के भनिरहेको छु भने हामी 3 पार्टी छौँ होइन, भरतपुर महानगरपालिका, फाउन्डेसन र सप्लायर्स 3 जना यहीँ बसौँ, यहीँ छन् नि त सबैजना यहीँ बसौँ। अनि अब भोलि अख्तियार जानु पर्यो भने म त अनुसन्धान सकेर आएको नि त यही विषयमा होइन। 57 करोड भ्रष्टाचार भनेर एकजना सम्मानित व्यक्तिले उजुरी हालेकोले मेरो परिवारलाई कुन मानसिक तनाव भोग्नु पर्यो र कुन अवस्थामा हामीलाई पुर्याइयो भन्ने कुरा त मैले अख्तियारमा गएर बयान दिएर त्यसको तामेलीमा हालिसकेपछि त्यो पछाडि राष्ट्रिय सतर्कता केन्द्रले टेक्निकल अडिट गर्दाखेरि त्यहाँ चाहिँ अख्तियारका मान्छे प्राविधिक र सिए पनि बस्दा रहेछन्। कुनै यहाँ फिल्डमा आएर हेरेर चेक जाँच एउटै विषयमा 1000 चोटि चेक जाँच भइसकेपछि अब डराउनु पर्ने त केही थिएन होला नि। मानवीय संवेदना पनि हुन्छ होला कति ठाउँमा, विपद हुन्छ होला, अर्को के हुन्छ होला होइन, कुन कन्डिसनमा गरेको निर्णय भन्ने हुन्छ नि होइन। अनि मैले बसौँ, जेल जानु पर्यो 3टै पार्टी जाने, सप्लायर्स पनि जान रेडी छन्। म त गइ नै हाल्ने, मलाई त लगिहाल्नु पर्यो होइन, यसरी टुङ्गाउँ भनिरहेको। अब मलाई यहाँ अरू केही छैन, भरतपुरले स्वामित्व लिइसकेपछि मलाई चाहिँ त्यो फरफाराको जिम्मा महानगरपालिकाले लियो भन्दा त उहाँहरूलाई 5 महिनामा पैसा दिए पनि 6 महिनामा दिए पनि दिँदै नदिए पनि 18 करोडमा 12 करोडमा मिलाए पनि त भयो नि त होइन। म त उम्केँ नि त, यता पार्टी मुद्दा पनि फिर्ता नगर्ने मलाई नै चेप्ने, यहाँबाट अब छुटकारै नमिल्ने भयो क्या। तल सामान छ त्यो बेच्छु नै भन्दाखेरि त्यो बेच्ने सामान पनि तल छैन, त्यति पनि थाहा छ मलाई। त्यो त सार्वजनिक सम्पत्ति होला, हिजो बानरले लिएको त्यो सम्पत्तिको त सबै मबाट लिएको चिजको त म मजदुरको पैसा त तिर्दैन त होइन। 2 जना मजदुर मरिरहेको छ यहाँ नाइके उनीहरूको। अनि 5 वर्ष पछाडि आएर चाहिँ अझै पनि सोल्युसन छैन के। आज चाहिँ बसाइमा के भयो त? मैले 3टा कुरा गरेँ। पहिलो त बोर्डबाटै टुङ्गाउँ होइन, त्यतिबाटै गरिदिनु। मेरो स्वास्थ्य अवस्था र मेरो बच्चाको उपचारतिर म लाग्छु भने मेरो छोरीको कन्डिसन जे हो देखिरहनु भएको छ।